सबैले लगाए पछाडि भुन्टीमाथि दोष। दशकौं यता त्यही एउटा श्रीमान थियो जुन भुन्टीमाथि विश्वास गरिरहन्थ्यो। तर त्यो अपराधीको कुरा सुनेपछि भूपेन्द्र पनि पछाडि भुन्टीमाथि शङ्का गर्न थालिसक्यो। जब त्यो अपराधीले हो मलाई भुन्टीले नै पैसा दिएर मेरो नन्दसँग माया गरेको नाटक गरी रुममा बोलाएर बलात्कार गर भनेर भनेकी थिइन् र त्यही अनुसारले मैले गरेको हो, नपत्याए मेरो फोन चेक गर्नु भनेर त्यो अपराधीले सबै झुटो कुरा बोलेर भूपेन्द्रलाई पनि दोधारमा पारिसकेको छ। र त्यो अपराधीको फोन चेक गर्दा त्यो फोनमा भने दुईचोटि कल भुन्टीले गरिएको हुन्छ। त्यो हेरेर भूपेन्द्र भने छानाबाट खसेझै भएको छ। दशकौं जब यता भीमलाई छिमेकी दिदीले तिम्रो बहिनीको यस्तो अवस्था पार्ने तिम्रै भाउजू भुन्टी हो, त्यो केटा पनि तिम्रै भाउजूको गाउँतिरको हो र तिम्रो आमा र बहिनीले पहिला पहिला तिम्रो भाउजूलाई धेरै नै दुःख र पीडा दिएको हुन्छ र हुँदा हुँदा पेटको बच्चा पनि मारिदिएको हुन्छ। हो त्यही बदला लिनको लागि तिम्रो भाउजूले आफ्नो माइती गाउँबाट एउटा केटा बोलाएर तिम्रो बहिनीलाई माया जालमा फसाएर र बलात्कार गरेको हो। यो सबै सेटिङ तिम्रै भाउजूले गरेको हो बदला लिनको लागि भनेर भूपेन्द्रको भाइ भीमलाई चाहिँदो नचाहिँदो कुरा लगाएर उचालिदिन्छ। र त्यही सुनेर बिचारी भुन्टीलाई यो सबै तेरै कारणले भएको हो, हाम्रो बहिनीको यस्तो अवस्था, अब म तँलाई मारिदिन्छु भनेर बिचारी भुन्टीको भने घाँटी दाबिएको हुन्छ र भूपेन्द्रले भने छुट्याएको हुन्छ। र सबै सत्य कुरा के हो बुझ्नको लागि भीम र भूपेन्द्र भने अपराधी भएको ठाउँमा गएको हुन्छ। त्यो अपराधीलाई सोध्छ यो सबै कुरा के साँचो हो कि भुन्टीले तँलाई यो सब गर्न लगाएको हो भनेर भूपेन्द्रले भने त्यो अपराधीलाई थर्काएर सोध्छ। तर त्यो अपराधीले भने हो मलाई तेरै श्रीमतीले पैसा दिएर मेरो नन्दसँग माया गरेको नाटक गर्नु र रुममा बोलाएर उसको बलात्कार पनि गरिदिनु भनेर सबै कुरा मलाई फोनमा कल गरेर भनेको हो, नपट्याए गएर मेरो फोन चेक गर्नु, तिम्रै श्रीमतीले मलाई फोन गरेर यो सबै कुरा भनेको हो, नपत्याएर फोन चेक गर भनेर भूपेन्द्रलाई भनिएको हुन्छ। र भीम र भूपेन्द्र भने उसको फोन पनि चेक गर्छ र त्यो फोनमा भने भुन्टीको नम्बर भेटिन्छ, त्यो पनि रातिको 10 बजे कल गरेको। तर दर्शकबिन यो कल भने त्यो केटालाई थर्काउनको लागि गरिएको हुन्छ। र के अब साँच्चीकै भूपेन्द्रले त्यो अपराधीको कुरामा लागेर पछाडि भुन्टीमाथि आइलाग्ने त होइन र के अब फेरि भुन्टी र भूपेन्द्र छुट्टिने त होइन? के हुन्छ होला त अब आउने नयाँ भागमा? र यदि तपाईँहरू पनि भुन्टी र भूपेन्द्र छुट्नु हुँदैन र सही अपराधी पकाउनै पर्छ भन्ने चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गरी तल कमेन्ट बक्समा भुन्टी र भूपेन्द्र भनेर लेख्नुहोला र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।